हेलो एभ्रिवान, सेवा सबैमा अनि गुड मर्निङ। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ म बिहानै कहाँ जाँदैछु भने हाम्रो चाहिँ यहाँ के भन्छ सहकारी सानो किसानको सहकारी संस्थाहरूको मिटिङ छ। होइन, आज फर्स्ट मिटिङ हो। अनि हामी चाहिँ अस्ति चाहिँ भेला भएर एकछिन त्यसको सिद्धान्तहरू चाहिँ बुझ्यौँ। अनि यसो सुन्दा चाहिँ राम्रै लाग्यो। त्यही भएर हामी चाहिँ आज 10 गते बिहानको 7 बजे मिटिङ राख्ने भनेको थियो, तर हाम्रो चाहिँ 7:30 भइसक्यो। हामी चाहिँ भर्खर जाँदैछौँ। अब अरू चाहिँ आइसक्नु भयो भने थाहा भएन, म चाहिँ भर्खर जाँदैछु। यस्तो जाडो छ होइन। अनि यो उकालो आउँदा चाहिँ मलाई गर्मी भयो। उपर चाहिँ हाम्रो घर, अनि चाहिँ बिचमा खोला छ। यो खोला हो गहिरोमा। अनि यता तरेपछि अर्को गाउँ आउँछ। आम्मामा कति चिसो बाफ्रे। म चाहिँ ओखली पनि लगिदिँदैछु क्या, ल्याइदिनु भन्नुभएको थियो कि रोटी पोलेर खानु हुने रे। यस्तो छ बिहानको मौसम चाहिँ। यो मनिकाको घर हो। हाम्रो माइक्रो भर्खर गयो माथिको डाँडाबाट, हर्न लाउँदै गयो। अब पल्लो घरमा हो मिटिङ बस्ने चाहिँ, देख्दैन गरिसकेर। कति जाडो बाफ्रे। चाहिँ मनिकाको घर। यो टारमा चाहिँ साह्रो किरा फल्दैछ। आम्मामा के साह्रो किरा। मलाई चाहिँ पहिले यहाँ चिया पनि थियो होइन, म चिया खाँदैछु। गुड मर्निङ सुसान। खै गुड मर्निङ। गुड मर्निङ सुसान। सुसान गुड मर्निङ। गुड मर्निङ त भन् न भन्। ए लजायो, गुड मर्निङ पनि भनेन यसले। अनि हाम्रो मिसहरूको ह्यान्डराइटिङ चाहिँ यस्तो रहेछ है, कति राम्रो ह्यान्डराइटिङ हो। यो मिसलाई सिकाउनु पर्ने कि विद्यार्थीलाई सिकाउनु पर्ने ह्यान्डराइटिङ हो यो। ह्यान्डराइटिङ त अनि मिसलाई सिकाउने बेला भएर छ त। ह्यान्डराइटिङ राम्रो सिकाउनु पर्छ नि त हो विद्यार्थीलाई, अनि पो विद्यार्थीले पनि राम्रो लेख्छ। म जस्तो मिसको ह्यान्डराइटिङ त्यस्तै लेखेको छ बाफ्रे। सुसान बाफ्रे मिसकै ह्यान्डराइटिङ यस्तो छ, अनि विद्यार्थीले कस्तो लेख्छ हेर्दा त देख्दैन होइन राइनी। यहाँको त थाहा छैन, अब गर्ने बेलामा त बनाउने नै त तिरादेखि बनाउँ क्या हो। यो चाहिँ माइतीको चाहिन्छ त। सम्पत्ति 1 लाख भनौँ न, 12 लाख। नेपाली टाइम भन्छ नि, उहाँहरू पनि ढिलो आउनुभयो। समूह गठन गर्ने आन्टीहरू पनि, अनि हामी गाउँको मान्छेहरू पनि ढिलो भेला हुनुभयो कि, त्यही भएर भर्खर आएको ढिलो भयो। खाना पकाउनु पनि अब। अहिले चाहिँ म घाँस काट्नु जाँदैछु होइन। यो माथिल्लो गराको किरौ चाहिँ हाम्रो सबै बाख्राले खाइदियो। राम्रो थियो किरौ, सबै बाख्राले खाइदियो। मैले चाहिँ अहिले घाँस काट्नु जाँदैछु। खाना खाइसकेँ, मैले चाहिँ खाना पकाएर खाइसकेँ। अनि हाम्रो बाख्रा चाहिँ कराउँदैछ मलाई देखेर। सबै बसिरहेको छ। कोही हो एउटा माउ त छैन त। यस्तै छ है गाउँको बसाइको जीवन। घाम चाहिँ लाग्छ, तर जाडो खालको घाम लाग्छ।
के भएको घामले किन हेपेको हामीलाई यसरी मेरो साथी यो धुवा उडेको ठाउँमा काम गर्नु गएको छ उसको फुपूलाई सघाउनुलाई मैले यहाँबाट कराएको सुनेन टाढै छ नि त त्यो ओख्रे हो घरबाट टाढो देख्छ मान्छे गर्दा चाहिँ यतिको भने यो धुवा उडेको घरमा ए अल्ल हराएछ धुवा यो घरमा के यो घरमा मैले चाहिँ यहाँ माथि एक बारी घाँस काटिसकेँ अब म चाहिँ घर जान्छु गोठमा अनि फेरि यो लिन आउँछु एकछिनमा घरबाट जानु काठमाडौँमा होटलमा खानु बस्नु सबै फेरि हेरे हौ होला मन जाने हाम्रो चाहिँ रोटी यस्तो भयो यो चोटिको सेलरोटी त दामी भयो यो चाहिँ हामी चाहिँ यता कोही के गर्ने अदुवा केलाउने कोही खाने कोही यता घाँटी दुखेर मर्नु आँटे भन्छ खाएकै छ अनि यता म चाहिँ पकाउने सेलरोटी पकाउने खानु भने आउनु होला सेलरोटी यो चाहिँ कोसेली हो यता बहिनीको कोसेली हेर त बिग्रिएको फुल्यो त कत्रो फुल्यो त हो माइ गॉड तेल पनि चाहिँदैछ कान्छी कसले भेट्छ कुरा जस्तै फुल्यो यो त हेर्नु नि छ्यामा कत्रो फुल्यो यो त अनि हाम्रो चाहिँ अब रोटी पनि पोलिसक्यो उहाँ चुलोलाई चाहिँ इग्नोर गरिदिनु होला मेरो मसो दल्यो अरे अनि हाम्रो छ्यामा चाहिँ अनि हाम्रो चुलो चाहिँ यस्तो भयो रोटी पोलेर घरको गति यहाँ कान्छी भोलि घर जान्छे नि बिराटले खाएर तेरो दिउँस्यौ आजलाई चाहिँ भिडियो यति नै बाई बाई